हेलो एभ्रिवान र फेरि पनि हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानल अनि फेसबुकमा दुईटैमै स्वागत छ है। र यो अस्ति हामीले जति पनि कार्नेसनको कटिङहरू राखेको थियौ है र एकदमै मजाले यसरी हेल्दी भएर आएको छ र यो बुस्सी पनि हुँदै आइरहेको छ है। र अब चाहिँ हामीले यसलाई अर्को पटमा सार्नु पर्ने हुन्छ। खासमा चाहिँ यो अस्ति नै सार्नु पर्ने थियो तर म चाहिँ अलिक नभ्याएको कारणले गर्दा चाहिँ आज चाहिँ म यसलाई अर्को पटमा लगाइदिउ भनेर चाहिँ मैले यहाँ रेडी गरिरहेको छु। सो हेरौँ के कस्तो आएको छ है। र यसको चाहिँ रुट्सहरू एकदमै मजाले आएको छ। सो हेल्दी पनि भएको छ। यो चाहिँ मैले पुरानो गार्डनिङ मलमा नै मैले कटिङहरू राखेको थिएँ र यसरी एकदमै मजाले हेल्दी भएर आएको छ र बुस्सी पनि हुँदै आएको छ है। अनि कोपिलाहरू पनि लाग्न स्टार्ट भइसकेको छ कार्नेसन चाहिँ। र यो चाहिँ अप्रिलसम्म चाहिँ यो फुल चाहिँ एकदमै मजाले ढकमक्क फुलिरहन्छ यो कार्नेसन चाहिँ। र यसमा चाहिँ तपाईहरू धेरै कलरमा पाउन सक्नुहुन्छ है। र मेरोमा चाहिँ यसमा दुईटा कलर मात्रै छ है। सो पिङ्कमा छ अनि एउटा चाहिँ छ रेड कलरमा छ। सो एउटा अस्ति नयाँ पनि लिएर आएको छु मैले है। सो त्यो चाहिँ पिङ्कमा छ है। सो म तपाईहरूलाई यो सबै फुलेर चाहिँ देखाउने छु। र कार्नेसनको कटिङ्सहरू चाहिँ एकदमै मजाले ग्रो भएर आएको छ है। रुट्सहरू पनि एकदमै मजाले आएको छ, कुनै पनि कटिङहरू मरेको छैन। र यहाँ मैले फुलको लागि चाहिँ मल रेडी गरिसकेको छु है। पट पनि भरिसकेको छु र यसमा चाहिँ मैले गाईको पचेको मल र यसमा जङ्गलबाट लिएको जङ्गली मल जसमा चाहिँ रुखको कुहेको सडेको पत्ताहरू हुन्छ त्यसलाई मिक्स गरिदिएको छु। र कार्नेसन चाहिँ है मैले यसरी पटमा लगाइसकेँ र एक दुईवटा चाहिँ साइकलमेन पनि थियो। साइकलमेन पनि सानो सानो पटमा सार्दिएँ। र मैले चाहिँ यो किन पानी हालेको भनेदेखिलाई चाहिँ मल चाहिँ अलिकति सुक्खा थियो, त्यसै कारणले चाहिँ मैले यो फुललाई चाहिँ अलिअलि पानी लगाइरहेको छु है। तपाईहरूको मल है सुक्खा छ भने चाहिँ तपाईहरू यसरी नै माथिबाट हल्का हल्का पानी दिएर रोप्नु होला, किनभने पानी लगाएनौँ भने चाहिँ सुक्खा मलमा चाहिँ फुलहरू मर्ने डर हुन्छ। र हजुरहरूलाई है मेरो भिडियो के कस्तो लाग्यो है, मन परे हजुरहरू लाइक कमेन्ट अनि सेयर चाहिँ गर्न एकदमै नबिर्सिदिनु होला है। र युट्युबमा हुनुहुन्छ भने हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न एकदमै नबिर्सिदिनु होला। अनि फेसबुकमा हुनुहुन्छ भने फलो गर्नु चाहिँ एकदमै नबिर्सिदिनु होला। र हजुरहरूको माझ म यसरी नै नयाँ नयाँ भिडियोहरू फुलको जानकारी लिएर आउने छु र हजुरहरू मसँग जोडिरहनु होला।